नमस्कार सबैजनालाई। म आद्या नेपाल बोलेको। हामी मामा घर गएको थियौँ कि होलीको बेला। त्यतिखेर हामी सधैँ टेक्वान्डो जाने मान्छे। एक दिन के सुत्नु, भोलिदेखि फेरि सुत्न पाइने होइन, 5 बजे उठ्नुपर्छ भनेर मामाले जिद्दी गरेर हामी छेउको जिम सेन्टरमा जान आँटेका थियौँ। अनि झगडा गर्दै ओर्दै जाने भन्यौँ। मामुले बल्ल बल्ल लानुभयो हामीलाई। अनि त्यसपछि हामी खेल्न थाल्यौँ। त्यहाँनिर 10-12वटा एक्सर्साइज गर्ने चिजहरू रहेछ। हामी चाहिँ घरि यता घरि उता गर्दै थियौँ। दादा जे खेल्न जान्छु भन्छ, म पनि त्यही पछि गएँ। दादा हेर्नु कस्तो अप्ठ्यारो गरेर गर्दैछ, ठुलो मान्छेले गरेर जस्तो गरेर लगाइ तान्दैछ। अनि दादाले जे गर्यो मलाई पनि त्यही गर्न मन लाग्छ हेर्नु। अनि म पनि नसकी तान्दैछु हेर्नु है। कति आराम देख्दै हुनुहुन्छ नि, तर मलाई कति धेरै बल लागिराखेको थियो। अब हेर्दा दादा पछाडि छैन। म अब भागेँ फेरि दादा उता गयो भनेर। दादा फेरि त्यहीँ आइसक्यो, बहिनीलाई देखेर फेरि हामी अर्कोतिर गइसक्यौँ हेर्नु। आफ्नो हाइटभन्दा ठुलो पक्रिने ठाउँमा पक्रेर अनि यताबाट उता उताबाट यता गर्दै थियौँ हेर्नु। अनि फेरि म ठुलैमा आइपुगेँ, फेरि जान्छु सानोमा। अनि हामी चलेको चले अब यहाँबाट लैला गर्दैछ दादा, लैला आरोग्य भन्दैछ आफै दादा मख त्यसै ह्यान्डको र फुटको एक्सर्साइज गर्न थालेँ हेर्नु। मलाई कति बोल पऱ्यो, दुईजना दुईतिर बस्नु भन्न मामुले भन्नुहुन्छ। म चाहिँ यहाँ डराएर होइन, म त दादासँग खेल्दिनँ, म त एक्लै खेल्छु भनेर मैले खेल्न मानिनँ। दादा मात्र एक्लै खेल्न थाल्यो बल लगाइ। अनि म फेरि अर्कोतिर जाँदैछु। दादा चाहिँ यहाँ बल लगाएर तान्दैछ आफूतिर। हजुर त म भनेको मनै गर्छ। अनि म यहाँ गर्दैछु। के हो यो गर्न नसकेर पुसअप गर्न नसकेर अर्को यहाँ झुन्डिँदैछ दादा। यो मेरो अरू दादा पनि के देखाउँदै गर्छु भन्छ, सक्नु ओर्नु छैन। अनि मैले चाहिँ ठेलेँ म गर्छु भनेर, सक्नु ओर्नु छैन। अब म फेरि दौडिन थालेँ अर्कै ठाउँमा। एकछिन एक ठाउँमा टिक्दिनँ हेर्नु न, म यस्तो छु भने कुद्दैछु हेर्नु। हामी अब दुईजना ल बाई। हामीहरूलाई फलो गर्नुहोस्, लाइक गर्नु।